विशाल रहेको छ यहाँनिर घुमेर लगभग तपाईँहरूलाई 1 दिन जति लाग्छ घुम्न सक्नुहुन्छ है देख्न सक्नुहुन्छ जिप लाइन रहेको छ त्यसमा जिप लाइन इधर वन इधर वन यो चाहिँ तपाईँहरूको वाटर पार्क रहेको यहाँनिर हजुरहरूले नानीहरू होइन फ्यामिलीको साथमा आएर एकदमै इन्जोयमेन्टको साथमा रमाइलो गर्न सक्नुहुन्छ गाइस नाइटमा चाहिँ बबाल भ्यू हुन्छ अहिलेलाई चाहिँ यति नै होइन बाँकी यहाँहरूलाई म जानकारी भिडियो मार्फत दिलाउँदैछु ओके हेलो गाइज इट्स मी एमटिभी विशाल फेरि पनि यहाँहरू समक्ष मैले नयाँ भिडियो ल्याएर आएको छु जुन चाहिँ रहेको छ झापा सुरुङ्गाको ह्याप्पी ल्यान्ड है ह्याप्पी ल्यान्ड जसलाई फन पार्कको रूपमा नि एकदमै अर्थात् सेल्फी डाँडाको नाममा नि एकदमै परिचित रहेको छ यहाँहरू समक्ष मैले यो भिडियो लिएर आएको छु भित्र हामी के गर्छौँ के कस्ता गतिविधि रहेका छन् होइन लगायतका कुराहरू यहाँहरू समक्ष म ल्याउने नै छु अहिलेलाई चाहिँ जप्प यहाँहरूले देख्न सक्नुहुन्छ है दिस इज आवर ह्याप्पी ल्यान्ड झापा सुरुङ्गामा जप्प तपाईँहरूलाई बाँकी कुराहरू म भिडियो मार्फत यहाँहरू समक्ष ल्याउने नै छु ओके गाइज ओके हामी इन्ट्रान्स तर्फबाट आई भनिदिनुहोस् न ओके झप्प हामी इन्ट्रान्स तर्फबाट भित्र छिरिसक्यो गाइज एज यु क्यान सी हियर है तपाईँहरूले देख्न सक्नुहुन्छ कहाँ चाहिँ आई भनिदेऊ ल तिमी पनि हेलो गाइस हामी चाहिँ ह्याप्पी फन पार्क घुम्न आएको हैन हजुरहरूलाई यहाँ के कस्तो छ देखाउन सम्पूर्ण कुराहरू यहाँहरू समक्ष हामीले ल्याउने नै छौँ है भिडियो मार्फत ओके एज यु क्यान सी हियर गाइज सम्पूर्ण रमणीय स्थलहरू पिउने पानी ड्रिङ्क इफ यु वान्ट टु ड्रिङ्क वाटर देन यु क्यान गेट हियर ड्रिङ्किङ वाटर टिकट च्यात्या छैन रे कान्छी खै मलाई देखाइन है टिकट होइन यहाँहरू समक्ष सम्पूर्ण हामीले जे गर्छौँ गतिविधिहरू लगायत सम्पूर्ण रमणीय स्थलहरू यहाँहरू समक्ष हामीले ल्याउने नै छौँ ओके गाइज हेर्नुहोस् है गाइस एकदम राम्रो छ होइन हजुरहरू पनि आउन सक्नुहुन्छ घुम्नलाई धेरै राम्रो सोचेको भन्दा पनि धेरै है माथि त यो जुन टिकटकमा भाइरल छ सबै रातिमा चाहिँ एकदम बबाल हुन्छ सिने हेर्नको लागि चाहिँ जेउस दिम्सोमा ठिक छ अनि यसो यता यता बाबा यहाँ चाहिँ रातिमा एकदम राम्रो हुन्छ नाइटमा राम्रो हुन्छ माछा गाइस चाहिँ रातिमा एकदम राम्रो हुन्छ पिङ पनि खेल्न सक्नुहुन्छ हजुरहरूले एकदम राम्रो हिँड्नु न अगाडि खेल्नेलाई घुम्नलाई चाहिँ धेरै छ है गाइस यति धेरै ठाउँ छ कि यहाँ होइन यति धेरै कि सोच्नु नि सकिँदैन कि सोच्न सकिँदैन यति धेरै छ कि घुम्नलाई अब हामी ताजमहल जाँदैछौँ गाइस यहाँलाई हामीले ताजमहल देखाउने छौँ है ताजमहल जाने बाटो होइन गेमहरू पनि छ अहिले हाम्रो चाहिँ टिकट काउन्टर यहाँ छ होइन गेमको लागि अहिले हामी भिआर गेमको पनि एक्सपिरियन्स लिने नै छौँ
गाइस यो चाहिँ ताजमहल है हाम्रो। Okay guys, as you can see here, mini Taj Mahal रहेको छ यहाँ। स्विमिङ यही होला बाबा। यस आई थिङ्क हो स्विमिङ पुल हो। अहिले त बन्द छ नि त है। ल आउनु त। हाम्रो यो ताजमहल है गाइस। ताजमहलमा एउटा राजा छ यी। ताजमहलको राजा है, म चाहिँ ताजमहलको राजा गाइस। धेरै जिप लाइन उयो माथिबाट कुदाउने रहेछ कि जिप लाइन बवाल हुने रहेछ यार। भयो ओके गाइस, इट्स ह्याप्पी ल्यान्ड है। तपाईँले यहाँ चाहिँ नास्ता सास्ता हेरिदिन सक्नुहुन्छ। Happy New Year 2022. लभ साइड रहेछ नि त, जब बसेर फोटो खिच्ने साइड रहेछ क्या। पार्कहरू छ जप्प। वाट एबाउट फिस्टेल भनेको चाहिँ गाइस VR गेम एक्सपिरियन्स चाहिँ यहाँहरु समक्ष भिडियो ल्याउने छु है तपाईले। कस्तो बहिनी फर्स्ट एक्सपिरियन्स गुनु लगाइदिनु त। डर लाग्यो भने चाहिँ रोक्दिन है मलाई त। गुनु डेन्जर डेन्जर है। त्यो अगाडि के आको यो फिता। गाइस फाइनली आइ सुरु। ओइ बुढी डर लाग्यो। डर लाग्यो डर लाग्यो। लाग्यो लाग्ने रहेछ के। एकछिन एकछिन। आँखा चिम्लिँदा मात्र होला नि त यहाँ। त्यहाँ त हेर्नै सकिँदैन रहेछ। बुनु 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 के हो तिम्रो वेटिङमा के छ बुनु कस्तो भइरा? डर लाग्यो माय लर्ड। युट्युबमा गए है अब यो भिडियो। माय लर्ड के कति मिनट हुन्छ यो? हाँ?
चिलहरू पनि उड्छ त ड्रागनहरू पनि कत्रो टावर आएको आम्मा ल के हो यो ओहो कत्रो ढुङ्गा छ त के ठोकिँदैन यहाँ ल टेम्पल रन गेमको भाइब्स आइरहेको छ आम्मा के हो डर लाग्दा लगाइदिनु न कहाँ छड्के भएको आम्मा छड्के नहुँदा कहाँ छड्के भएको गाई छ आम्मा के हो ए यसपछि हो डराउँदैन त एकेटा त के हो अनि कत्रो यहाँदेखि कहाँ झरेको म बाबा जङ्गलहरू छ त हौ यहाँ त के हो यो आम्मा घुमरी छ त पानीको साइडमा हेर्नु साइडमा ओ माई लर्ड कसम के हो अनि यो त पोर्टल जोन जस्तै छ त पछाडि हेर्नु पछाडि सबै पोखरी नै पोखरी छ कहाँ हेर्नु यहाँ ल के हो यो दाँत पनि गराउँछ कि आँखामै आँकेको त यो त वन मान्छे जस्तो छ त पछाडि हेर्नु पछाडि बाघहरू कुदिरहेछ हात्तीहरू अब त यहाँ त म त के हो यो बाघै बाघ छ त अम्मा यहाँ त पुरा चिलहरू उडिरहेको छ अब कहाँ उठाएको फेरि माथि लग्यो त मलाई त ल फेरि मुनि झार्छ सकिएको हल्का Now it's wife turn. I'm fine. I'm fine. 2,000 years later. Okay, ready? Get ready. Damn it, Baba. Hello guys, अब वाटर स्लाइडबाट म चाहिँ स्लाइड गरेर आउनु छु भने चाहिँ जब माथि जाने आउने
गाइस बोका हेर्ने हो बोका पर्खिनु म देखाउँछु गाइस बोका हेर्ने हो बोका पर्खिनु म देखाउँछु ओके गाइस फाइनली स्विमिङ पुलमा पनि गइयो खेल्यो धप्पा रमाइलो गरियो होइन अब चाहिँ हाम्रो फिर्ने क्रम जारी एज यु क्यान सी हियर स्विङ पनि खेल्न सक्नुहुन्छ ग्यारेज क्याफे राइट हियर Mini Taj Mahal, as you can see here. के हो यो चाहिँ ट्याटू हो यो चाहिँ छाप झप्प यहाँ चाहिँ टिकटक बनाउने रहेछ यहाँ चाहिँ रमाइलो गर्ने ठाउँहरू छ